नमस्कार। आज हामी प्रतिनिधि सभाको बारेमा चर्चा गर्न गइरहेका छौँ। नेपालको सङ्घीय संसद दुईवटा सदनबाट बनेको हुन्छ। पहिलो प्रतिनिधि सभा र दोस्रो राष्ट्रिय सभा। प्रतिनिधि सभा नेपालको सङ्घीय संसदको तल्लो सदन, जसलाई लोयर हाउस भनिन्छ। सरल भाषामा भन्नुपर्दा जनताले छानेका प्रतिनिधिहरू बसेर देश चलाउने मुख्य थलो नै प्रतिनिधि सभा हो। नेपालको संविधान 2072 को भाग 8 को धारा 83 देखि 108 सम्म सङ्घीय व्यवस्थापिका सम्बन्धी व्यवस्था गरिएको छ। त्यसमध्ये धारा 84 मा प्रतिनिधि सभा सम्बन्धी र धारा 85 मा प्रतिनिधि सभाको कार्यकाल सम्बन्धी व्यवस्था गरिएको छ। प्रतिनिधि सभामा कुल 275 जना सदस्य रहने व्यवस्था छ भने जसमध्ये 165 जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र 110 जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन्। समानुपातिक निर्वाचन प्रणाली अनुसार राजनीतिक दलहरूले उम्मेदवारी दिँदा महिला, दलित, आदिवासी, जनजाति, खस-आर्य, मधेसी, थारू, मुस्लिम र पिछडिएको क्षेत्र लगायतका समुदायलाई अनिवार्य रूपमा प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक व्यवस्था गरिएको छ। त्यसैगरी सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य सङ्ख्याको कम्तीमा 1/3 सदस्य महिला हुनुपर्ने संवैधानिक व्यवस्था गरिएको छ। संविधान बमोजिम अगावै विघटन भएको अवस्था बाहेक प्रतिनिधि सभाको कार्यकाल 5 वर्षको हुनुपर्छ। प्रतिनिधि सभाको मुख्य काम भनेको कानुन बनाउने, सरकार गठन गर्ने, प्रधानमन्त्री चयन गर्ने, सरकारमाथि विश्वास वा अविश्वासको प्रस्ताव पेश गर्ने, बजेट पास गर्ने र जनताको आवाज संसदमा उठाउने काम रहेको छ। धन्यवाद।